Hello guys, welcome back to my channel. र आज चाहिँ म डली डली खेल्न चाहन्छु मेरो डलसँग लेट्स चार्ज एउटा घरमा सबभन्दा धेरै फ्यामिली छ तर यसबाट छवटा छ यो म अनि डली 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 1 2 3 4 5 छबाट जम्मा एकजना एक्लै मान्छे छ जो चाहिँ हेर्न सक्नुहुन्छ हेर्नु होला यो दुईजना सँगै छ यो दुईजना सँगै छ तर यो मात्र एक्लै छ तर कसरी यो एक्लै छ यो दुईजना सँगै छ मामु र छोरी र दाइ र दिदी तर यो एकजना मात्रै छ जो चाहिँ यसको साथी यो हो यसको साथीले यसलाई छोडेर आफ्नो मम्मीसँग जो चाहिँ सेम मम त्यही भएर उसको मम्मी भइसक्यो म त्यही भएर उसको मम्मी भइसक्यो म त्यही भएर ऊ मसँग कहिले पनि छोड्न सक्दैन र आऊ भन्दाखेरि आउँछ आऊ 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 यता पनि आइसक्यो जो चाहिँ यो छोरा हो होइन यो चाहिँ छोरी हो यो दुईजना छोरी छोरी हो छोरी छोरी र यो चाहिँ धेरै क्युट छ र यो चाहिँ अर्कै छ ल स्टोरी सुनौँ है त हामी साथी साथी यता आउन एकचोटि कसले बोलाएको मलाई मैले बोलाएको साथी तिमीले सुन्दैन मेरो कान सुन्दैन के त मेरो आमा त हनी अनि म एक्लै बनाउन चाहन्छु हामी दुईजना साथी होइन होइन क्यारे होइन फेरि भन त होइन खायो अब चाहिँ तिमीहरूले मेरो आमाले यस्तो गर्न चाहन्छ म पनि आफ्नो आमालाई गर्छु नि फेरि गर्न त सक्दैन फेरि तिमीले गर्न सक्दैन होइन गर्न चाहिँ सक्छु चुप लाग तिमी धेरै ओभर एक्टिङ नगर ल ल नत्र के गर्ने त मुखै नलागे केटी केटी त हो नि म तिमी मेरो साथी होइन साथी होइन होइन है अनि दादा हजुर म एकछिन सुतौँ कहाँ सुत्ने भुइँमा ल ल सुत के त के पनि फरक हुँदैन चाहन्छु यता मेरो थाहा दादा हजुर यता सुत्न आउनु न किन रात परे खाएन भने चाहिँ किन सुत्न आऊँ त्यत्तिकै दादा न म त सुत्दिनँ है ल म यता सुतिसकेँ नाइ म त्यहाँ सुत्दिनँ म यता सुतेँ ल ल ठिकै ठाउँमा आएछ म पनि सुत्छु ठ्याक्कै रात पनि परेछ सबैलाई बोलाऊ त ल ल बुनुको साथी अनि साथीको मामु सुत्न आउनुहोस् रात पनि परिसक्यो म सुत्न आउँदिनँ दिदी मेरो साथीलाई चाहिँ बोलाउनु किन तिमी नसुत्न आउने नाइ मेरो साथीलाई मात्र सुत्न दिनु मेरो मम्मीको र म यतै सुत्छु बरु भन्दा तपाईँ तिनजना सँगै सुत्नु र चारजना पनि सँगै सुत्नु ल ल म पनि सुतिहाल्छु मेरो बुनुको साथी र उसको मम्मी नआउने रे तिनजना चाहिँ सुत अरे भनेपछि ऊ त यता मान्ने सुत्दैन बिचमा राख्ने ल ल आऊ बुझ्नु खाना पनि भयो नि दिदी दिदी हजुर को पनि छैन यता त दादा दादा यता को पनि छैन ल को पनि रहेनछ त
हो भने नि छठमा गए कि यिनीहरू हो भने नि छठमा गएको होइन नि म त सुटी पनि लाथेन ल आऊ म तिमीहरूलाई लिएर जान्छु छठमा छ भने ठिक छ छैन भने थाहा छैन तर मेरो लेभल टुक चाहिँ हराइसक्यो है लेभल टुक चाहिँ खोइ कसले चोराएछ मैले त होइन मोमो मैले होइन म त चोर होइन नि अहिले झुट बोलिरह झुट बोल्यो भने थप्पड पाउँछ है तिमीहरू जस्तो अघि नै जस्तो यसरी थप्पड पाउँछ ल जाऊँ छापमा जाऊँ है मात्र जाऊँ हे कहाँ हराई मम्मी उता छन् छतमा ल यता कसरी मम्मी यता छन् के गर्ला मम्मी म एउटा कुरा भन्छु ल मम अर्को कुरा के भने मम्मी अब यसलाई कहाँ लुकाउनु यसलाई चाहिँ यता कहाँ लुकाउनु है यसलाई चाहिँ लुकाउनु तर हस् नबोल नदिनु है मम्मी ल मलाई कसले कुट्यो मम्मी ओइ तेरो मम्मी खोइ मेरो मम्मी खोइ मेरो मम्मी मम्मी कहाँ गयो तल पक यस्तो गर्छस् अब मेरो छोरीसँग कुट्ने कि नाइ ज्ञानी हो कुट्ने कि नाइ हुने मुखमा खेलाउने कि नाइ नलगाउने ज्ञानी हुने कि नाइ बदमास हुने कि नाइ हाँस्ने कि नाइ हाँस्ने ल मलाई चाहिँ किन यता लिएर आएको स्टेप मम भन्छ मम्मी भन्ने यो चाहिँ फेरि स्टेप मम घापै लगाउनु मम्मीलाई स्टेप मम तर मलाई यता नलिएर आउनु भए हुन्थ्यो नि मेरो मम्मी खोइ स्टेप मम सरी लिएर आइदिनुहोस् न एन्ड मम्मी अलिक राम्रोसँगले बोल्नु कि मामी अलि मेरो मम्मी स्टेप मम्मीलाई लिएर आइदिनुहोस् न म तपाईँलाई धेरै माया गर्न चाहन्छु ल लिएर आइदिन्छु पक्क ल तेरो मम्मी स्टेप ममलाई स्टेप मम स्टेप मम भन्छस् तँलाई ल त यता आइज त मलाई स्टेप मम मलाई नै भन्नुभयो मम्मीले ओइ मलाई मम्मी भन् मैले बनायो यदि तपाईँलाई मेरो भिडियो मन पर्यो भने प्लिज मेरो भिडियो लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला र यिनीहरू जस्तै नबन्ने होला यिनीहरू जस्तो बन्नु होला बाई के होला